हेलो सबैलाई नमस्ते। आज मैले डिस्प्ले फेरेका नफेरेका सेकेन्ड ह्यान्ड फोनहरूको बारेमा केही बताउँदैछु। ल हेर्नु है त। तपाईलाई यदि सेकेन्ड ह्यान्ड फोनको खोजीमा हुनुहुन्छ हामीलाई सम्पर्क। यो हो सामसुङको A04e कम्पनीको। यो डिस्प्ले एकदम फ्रेस नफेरेको हो। त्यसपछि हामीसँग आएको छ अर्को रेडमी कम्पनीको यो सानो मोबाइल। यसको पनि डिस्प्ले फेरिएको छैन। यसको रेट पनि एकदम सस्तो छ। यो डिस्प्ले नफेरेको सानो छ तर सस्तो छ एकदमै। अर्को छ हामीसँग भएको मोडल हो यो रेडमी कम्पनीको। यसको पनि डिस्प्ले फेरिएको छैन, फ्रेस छ यो पनि। र हामीसँग यो छ 9C। यसको डिस्प्ले नफेरेको तर डिस्प्ले यहाँनिर क्र्याक छ तर मोबाइल अच्छा छ, एकदम चल्छ। र अब छ हामीसँग यो छ रेडमीको 12C। यो पनि डिस्प्ले नफेरेको, तपाईँ मजाले हेर्न सक्नुहुन्छ, फ्रेस छ। अर्को छ हामीसँग यो डिस्प्ले फेरेको हो। यो एकदम सस्तो छ, हामी 2500 मा दिन्छौँ। यो डिस्प्ले फेरेको यो मोबाइल यो फुटेको छ यहाँनिर, 2500 मा दिन्छौँ तर डिस्प्ले पनि फेरेको छ यसको। हस् त, यदि तपाईँलाई चाहियो भने हामीलाई सम्पर्क होला। मदानी गाउँपालिका पुर्कोट दह गुल्मी, जो गौमुखी धारा र गोलपोस्टको बिचको तल्लो साइडमा रहेको छ।